स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्णमा नमस्कार। हिजोको भिडियोमा नेपाली कांग्रेस र नेकपा एमालेको भिडन्त थियो, जसमा नेपाली कांग्रेस 3 गोलले विजय भएको छ र नेपाली कांग्रेस फाइनलमा पुगेको छ। र अब आजको भिडन्त राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी र नेपाल कम्युनिस्ट पार्टी तारा, यी दुईटाको भिडन्त छ। त्यसकारणले तपाईहरुले आफ्नो मत राख्नुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी कि नेपाल कम्युनिस्ट पार्टीको तारा, यो दुईमा एक मत राख्नुहोला। यसको परिणाम फेरि भोलि बेलुका आउनेछ र अहिलेको चुनावमा यो आजको खेलमा जितेपछि अब त्यो दुईजना फाइनलमा पुग्छ, कांग्रेस र अर्को फाइनलमा खेलेपछि कसले जित्छ त? जसले जित्छ यसपालिको चुनावमा उसको सपोर्ट गरेर हिँड्नेछु। हस्त, नमस्कार।